गुड मर्निङ। आज चाहिँ म नयाँ रेसिपी चाहिँ ट्राई गर्दैछु। सबैले आइसक्रिम घरमै बनाउन मिल्छ भने चाहिँ म पनि ट्राई गर्छु। आज त्यसको लागि चाहिँ एउटा दुध तताउँदैछु। ओरियो बिस्कुट एउटा एड गर्छु। दुध ओम्लेट त्यस्तो ल अब यसमा दुध पाक्यो राम्रोसँग। अब ड्राई फ्रुट हाल्दैछु यति। अनि त्यस पछाडि यो ओरियो बिस्कुट हालिदिएँ मैले। जे पल्ल फर्स्ट आयो टिकटकमा देखेर बनाउनु लाग्यो, मिल्छ मिल्दैन। अनि त्यसपछि सुगर एड गर्नुपर्छ। सुगर चाहिँ अब आफूलाई जति गुलियो मनपर्छ त्यति, आफूलाई गुलियो मनपर्ने जति है। मैले चाहिँ ल यतिले पुग्छ कि जस्तो लाग्छ मलाई। अब खिचिदिने मान्छे छैन, आफै खिच्ने आफै गर्ने गर्दाखेरि अब भयो तिनवटा ठाउँमा हाल्छु। यो चाहिँ चक्लेटी आइसक्रिम बन्यो अब लास्टमा। अब यसमा यो ड्राई फ्रुट अलिअलि एड गरिदिनु पऱ्यो माथिबाट। फर्स्ट यो बन्यो भने त फेरि फेरि बनाउँछु म, राम्रो भयो भने। नत्र भने यही हो फर्स्ट एन्ड लास्ट। ल त्यसरी अब फाइनलमा चाहिँ यस्तो एउटा एउटा राख्नु पऱ्यो, भरे निकाल्न सजिलो होस् भनेर। ल अब यति चाहिँ फ्रिजमा राख्नु पऱ्यो। फ्रिजमा चाहिँ फ्रिजमा माथि राखिदिन्छु। ल अब चम्चा राखेर यहाँ सिरेन, चम्चा लिएर राखेँ। अब पछि लास्टमा जे गरौँ ल तिखार आएर यस्तो गरेँ पुर्याउने हो यो यस्तो चारमा पुरा। ल अब चाहिँ हेरौँ है त। अब चाहिँ बिहान राखेको आइसक्रिमको अवस्था कस्तो रहेछ हेरौँ। टाइम हेरौँ यो, अनि यो निकाल्न चाहिँ सक्छ सक्दैन आई डोन्ट नो। ल ओस यो तिनवटा हो। यो चाहिँ एउटा अघि निकालेर हेरेको ट्राई गरेको, बन्यो कि बनेन यो कसरी निकाल्ने। त्यो चम्चा नअटेर त्यहाँ फ्रिजमा नअटेर सिन्का राखेको छु। अब यो निकाल्न सक्छु सक्दैन थाहा छैन, ट्राई गर्छु म। ल यो चाहिँ अघि बलियो चिज राखेन नि त यहाँ, यो सिन्का मात्र निस्क्यो। त्यही भएर यहाँ पानीमा हालेर एकछिन यो उठ्कियोस् भनेर पानीमा हालिरहेको छु। निस्किन्छ कि निस्किन थाहा भएन। यो एउटा चाहिँ निस्क्यो। दाम मिठो भएछ, मैले खाइसकेँ। ल फाइनली यो दिस इज फर यु मिठो। फाइनली यस्तो भयो चाहिँ। ल ल अब मेरो यो चाहिँ मैले अघि नै चाखेर यस्तो भयो, सानो अलिक सानो। हिजोको आइसक्रिम चाहिँ एउटा चाहिँ बाँकी थियो, निकालेको भर्खरै। राम्रो भएको छ नि, लै टुप्पी राखेको।